हजुर नमस्ते, वेलकम टु माई युट्युब ब्लग दिलकुमार ब्लग। युट्युब हेर्दै गर्नु होला, हेरिदिनु होला। नमस्ते छ सबैजनालाई, के छ तपाईँहरूको हालखबरहरू? मेरो भन्नु पर्दाखेरि म चाहिँ ठिकै छ, राम्रै छ, सन्चै छु, बाँच्या छु। भगवानको कृपा र तपाईँहरूको आशीर्वाद सम्झनाले गर्दाखेरि बाँचिरहेको छु। अनि अरू के छ खबरहरू तपाईँहरूको? जाडो जाडो छ, जाडो त भए तापनि ठिकै छ, घाम लागिरहेको छ। बाटो बाटो हिँडिरहेको छु म। एउटा हिँड्दै हिँड्दै एउटा भिडियो लिउँ कि भनेर क्या। कति गाडीमा मात्रै हिँड्ने, गाडीमा होइन, त्यसो भएर अनि यसो लो हेर्नु त कुवेतमा नि कति चल्छ क्या डबल क्याबिनको बसहरू। सबै साथीभाइहरूले खालि युरोपतिरको डबल क्याबिन मात्रै देखाउँछन्। अनि हामी नि कहिले कहिले भिडियोमा चाहिँ कुवेतमा पनि चाहिँ छ है डबल क्याबिनको बस भनेर चाहिँ मैले नै बाटो बाटो हिँडेर देखाइरहेको छु। अनि अरू के गर्दै हुनुहुन्छ? कता कता व्यस्त हुनुहुन्छ? म चाहिँ यहीँ रोड हिँड्दैछु। खास काम नभएर होला लखर लखर हिँडिरहेको छु है। त्यति साह्रो कामै नभए त होइन, म अहिले पनि ड्युटीमै छु, काममै छु। यहाँ थोडा बजारतिर आउने काम थियो एउटा, अन ड्युटीमै आफूभन्दा माथिकोहरूलाई रिस्पेक्ट गरेर एकछिन म त्यहाँ जाने काम छ है, म जानु पऱ्यो भनेर छुट्टी मागेर चाहिँ आएको अवस्था। अनि यसै छ कुवेतमा, जुनै पनि रोडमा हिँड्दा पनि गाडी चाहिँ यत्तिकै जाम नै हुन्छ। गाडी धेरै छ यहाँ, सानो देश छ, मान्छे धेरै छ। यहाँको खास कुवेती नागरिक भन्दा नि बाहिर अरू कम्पनीको चाहिँ नागरिकहरू धेरै छन्, त्यसले गर्दाखेरि अनि गाडी लियो एकजना बराबर एउटा दुईवटा गाडी त्यस्तै हुन्छ। त्यो भएर गाडी किन्नु खास त्यति महँगो पर्दैन यहाँ। अनि त्यो भएर चरा चरङ्गी भेडा बाख्रा जसले भेट्यो उसले किनिहाल्छ क्या। त्यो भएर रोड चाहिँ जाम भएको कारण यो हो। अनि यसै छ, धेरै दिन भयो भिडियो नहालेको पनि। त्यही भएर आज एउटा भिडियो बनाएर युट्युबमा हालिदिउँ भनेर यस्तै हो, रोडको दृश्यहरू देखाइरहेको छु। अनि अरू सुनाउनुहोस् तपाईँहरूको, सेयर गर्नु होला, मेरो भिडियोलाई पनि सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हजुरहरूको भिडियो पनि मसँग आएपछि म लाइक गरिदिन्छु, सेयर गरिदिन्छु, फलोवर गरिदिन्छु। यति भन्दै यो भिडियोलाई म यहीँ समाप्त गरिदिन्छु। फेरि अर्को भिडियोमा भेटौँला। नमस्ते, बाई बाई है त। फेरि अर्को भिडियोमा भेटौँ।